हेलो एभ्रियन स्वागत छ तपाईलाई मेरो युट्युब च्यानल मेडिकल इन्ट्रान्स नेपालमा। आज हामीले यो नयाँ भिडियोमा चाहिँ लास्ट इयर जुन सी एक्जाम भएको थियो नि सी 2025 भनेर त्यो एक्जाममा चाहिँ कुन प्रोग्राममा चाहिँ कति कट अफ मार्क्स थियो, मतलब कि कति मार्क्स ल्याएर स्टुडेन्टहरू चाहिँ पास भएको थियो त्यसको बारेमा चाहिँ हामीले फुल डिटेलमा चाहिँ यो भिडियोमा चाहिँ कुरा गर्छौँ। सो अब यो भिडियो मेन हजुरले चाहिँ हेर्नु किन पर्छ भन्दाखेरिमा कि जसले पनि नयाँ विद्यार्थी भाइ बहिनीले चाहिँ अब प्रिपरेसन गरिराख्नु भएको छ सी एक्जामको। सो अब कुन प्रोग्राममा कति मार्क्स ल्याएको स्टुडेन्टहरू चाहिँ लास्ट इयर पास थिए हजुरले यदि थाहा पाउनुभयो भने आफ्नो चाहिँ कुन लेभलसम्म प्रिपरेसन हुनुपर्छ, लगभग कति मार्क्ससम्म ल्याउनुपर्छ भन्ने चाहिँ हजुरले चाहिँ बुझ्न सक्नुहुन्छ। हजुरले चाहे एमबिबिएसको प्रिपरेसन गर्नुहोस्, चाहे बिडिएस बिएससी नर्सिङ अथवा थुप्रै पारामेडिकल पनि सेक्टर छन्। सो त्यसको हजुरले प्रत्येकको चाहिँ कट अफ मार्क्स थाहा पाउनुभयो भने आफ्नो कुन लेभलको प्रिपरेसन हुनुपर्छ त्यो चाहिँ हजुरले चाहिँ बुझ्न सक्नुहुन्छ। अनि कट अफ मार्क्स सँगसँगै हामीले चाहिँ यो भिडियोमा चाहिँ कुन प्रोग्राममा चाहिँ कति टोटल नम्बर अफ स्टुडेन्टले चाहिँ लास्ट इयर चाहिँ एक्जाम दिएको थियो त्यो चाहिँ अराउन्डमा हामीले रफ इस्टिमेट गरेर चाहिँ हामीले चाहिँ हेर्छौँ यसमा। सो भिडियो चाहिँ सुरु गरौँ। सो भिडियोमा सबभन्दा पहिला चाहिँ हामीले एमबिबिएस प्रोग्रामको चाहिँ हेरौँ। यहाँ हेर्न सक्नुहुन्छ एमबिबिएस प्रोग्राम अनि यो लास्ट इयरको रिजल्ट भएको हजुरको एमइसी बेचलर लेभल 2025 को जुन भर्खर जुन लास्ट इयर भएको थियो एक्जाम त्यसको भएको। सो एमबिबिएसको यदि हेर्ने हो भने हजुरको एमबिबिएसमा हेर्न सक्नुहुन्छ यहाँ माथि लेखेको छ, मैले गोल गरेर लगाइदिएँ 50 पर्सेन्टाइल अथवा हजुरको कट अफ स्कोर भनेर 49.5 लेखेको छ। सो मतलब 49.5 चाहिँ पासिङ मार्क्स जस्तो भएको है त एमबिबिएसमा। सो लास्ट इयर चाहिँ सी 2025 मा चाहिँ 49.5 सम्म ल्याउने स्टुडेन्टहरू चाहिँ एमबिबिएस प्रोग्राममा चाहिँ पास भएको थियो है त। सो लास्ट इयर चाहिँ यो हिसाबले चाहिँ थियो। सो अब कट अफ मार्क्स चाहिँ हेरिसकेपछि हामीले चाहिँ अब टोटल नम्बर अफ स्टुडेन्ट चाहिँ कति थिए जसले चाहिँ एमबिबिएस प्रोग्राममा चाहिँ इन्ट्रान्स दिएको थिए त्यो हामीले हेरौँ है त। सो हेर्न सक्नुहुन्छ एमबिबिएसको यो रिजल्ट भएको हजुरको। अनि यहाँ हेर्न सक्नुहुन्छ कतिजना पास थिए भन्दाखेरिमा 7847 जना टोटल नम्बर अफ स्टुडेन्ट चाहिँ पास थिए है त लास्ट इयर चाहिँ एमबिबिएसमा चाहिँ। अनि अब 50 पर्सेन्टाइल भनेर चाहिँ लगाएको छ है नियम, पासिङ सिस्टम जुन छ नि एमइसीको 50 पर्सेन्टाइल भनेर चाहिँ नियम चाहिँ लगाएको छ। सो यो अनुसार चाहिँ के हुन्छ भन्दाखेरिमा जति टोटल नम्बर अफ स्टुडेन्टले चाहिँ एक्जाम दिएको हुन्छ नि कुनै पनि प्रोग्रामको किन नहोस्, जति टोटल नम्बर अफ स्टुडेन्टले चाहिँ एक्जाम दिएको हुन्छन् त्यसमध्ये चाहिँ हाफ स्टुडेन्ट चाहिँ आधी स्टुडेन्ट चाहिँ पास हुन्छन् नै हुन्छन् है त। सो मतलब कि यति स्टुडेन्टहरू पास भएछन्, मतलब कि यसलाई यदि डबल गरिदिनु भयो भने हजुरको चाहिँ टोटल नम्बर अफ स्टुडेन्ट जसले चाहिँ एमबिबिएस चाहिँ लास्ट इयर चाहिँ एक्जाम दिएको थियो त्यो चाहिँ हजुरले चाहिँ मिल्न सक्छ। सो लास्ट इयर चाहिँ हजुरको पास हुनेको सङ्ख्या भनेको 7847 थियो भने हजुरको अब टोटल नम्बर अफ स्टुडेन्ट जसले चाहिँ एक्जाम दिएको थियो त्यो कति हुन्छ भन्दाखेरिमा 15,694 जनाले चाहिँ टोटल नम्बर अफ स्टुडेन्ट चाहिँ एक्जाम दिएको थियो। अब त्यसमा चाहिँ कुनै स्टुडेन्टको चाहिँ एक्जाम चाहिँ क्यान्सल भएको पनि हुनसक्छ होला है त। सो यसरी चाहिँ नम्बर चाहिँ घट्न पनि सक्छ, अब त्यो हिसाबले पनि हुनसक्छ है त, कसैको रिजल्टै नआयो होला त्यस्तो पनि हुनसक्छ। सो अराउन्ड चाहिँ हामीले चाहिँ अराउन्ड 15,500 जनाले अथवा 16,000 जनाले चाहिँ लास्ट इयर चाहिँ एमबिबिएस प्रोग्राममा एक्जाम दिएको थिए भनेर चाहिँ हामीले चाहिँ बुझ्नु पऱ्यो। सो अब यदि हजुरले चाहिँ एमबिबिएस प्रोग्रामको लागि यदि तयारी गरिराख्नु भएको छ भने हजुरले के बुझ्नु पऱ्यो भन्दाखेरिमा यो वर्ष पनि अराउन्ड चाहिँ 15,000 16,000 अथवा 17,000 सम्ममा मेरो चाहिँ कम्पिटिसन हुन्छ भनेर चाहिँ हामीले चाहिँ हजुरहरूले चाहिँ अहिलेदेखि नै चाहिँ एउटा माइन्ड मेकअप चाहिँ बनाएर चाहिँ बस्नु पऱ्यो। सो त्यसैको लागि मैले चाहिँ यो भिडियो चाहिँ हजुरको लागि चाहिँ राखिदिरहेको छु। सो यो एमबिबिएस प्रोग्रामको भएको। सो नेक्स्ट नाउ अब हामीले चाहिँ बिडिएस प्रोग्रामको नै हेर्छौँ। यो पनि हजुरको लास्ट इयरको सबै लास्ट इयरको रिजल्टको मैले हेराउँछु है त हजुरको कट अफ मार्क्स भनेको। सो बिडिएसको लास्ट इयर चाहिँ सी 2025 मा चाहिँ हजुरको कट अफ मार्क्स कति थियो 50 पर्सेन्टाइल अथवा कट अफ स्कोर चाहिँ 57.25 थियो। 57.25 सम्म ल्याउने स्टुडेन्टहरूले 200 मा 57.25 ल्याउने स्टुडेन्टहरूले चाहिँ के थियो भन्दाखेरिमा पास थियो है त। यो पनि बिडिएसको भएको हजुरको टोटल नम्बर अफ पास स्टुडेन्ट चाहिँ कति थिए 3,416 जना चाहिँ के थियो भन्दाखेरिमा पास थियो है त बिडिएसमा। सो यो अनुसार हेर्ने हो भने टोटल नम्बर अफ स्टुडेन्ट जसले चाहिँ बिडिएसमा लास्ट इयर चाहिँ एक्जाम दिएको थिए 6,832 जना चाहिँ पर्छन् है त। सो अराउन्ड चाहिँ अब यसलाई पनि राउन्ड अप गरेर हजुरको अराउन्ड 6,500 जना अथवा 7,000 जनाले चाहिँ बिडिएसमा चाहिँ लास्ट इयर एक्जाम दिएको थिए। सो यो वर्ष पनि त्यही अनुसारमा चाहिँ हजुर चाहिँ कम्पिटिसनमा पर्नुहुन्छ भन्ने चाहिँ बुझ्नु पऱ्यो यदि हजुरले चाहिँ बिडिएसको लागि तयारी गरिराख्नु भएको छ भने। नाउ थर्ड नम्बरमा हामीले चाहिँ बिपिएचको हेरौँ, ब्याचलर इन पब्लिक हेल्थ। सो यसको हेर्ने हो भने हजुरको कट अफ मार्क्स चाहिँ अथवा यसको लास्ट इयर 43.75 थियो। 43.75 सम्म ल्याउने स्टुडेन्टहरू चाहिँ पास थियो है त।
देन हजुरको बिपिएचकै हजुरको टोटल नम्बर अफ पास स्टुडेन्ट भनेको 1060 जना 1060 जना चाहिँ पास थिए। सो लास्ट इयर चाहिँ हजुरको लगभग इक्जाम दिने भनेको 2120 जना चाहिँ थिए। लगभग 2100 जनाले चाहिँ इक्जाम लगभग दिए। सो 2100 जना अथवा 2200 जनामा यो वर्ष पनि अथवा योभन्दा बढी पनि हुनसक्छ, हजुरको 2500 सम्म पनि जान सक्छ। सो यही राउन्डमा चाहिँ हजुरको चाहिँ कम्पिटिसन हुन्छ, यति जनामा कम्पिटिसन हुन्छ भनेर चाहिँ बुझ्नु पर्यो। अब नेक्स्ट हजुरको बी अप्टोमेट्री ब्याचलर इन अप्टोमेट्रीमा लास्ट इयर चाहिँ हजुरको कट अफ मार्क्स सी 2025 चाहिँ हजुरको 52.5 थियो है त। 52.5 चाहिँ कट अफ मार्क्स थियो। हजुरको टोटल नम्बर अफ पास स्टुडेन्ट चाहिँ बी अप्टोमेट्रीमा जस्ट 587 जना चाहिँ पास भएको थियो है। सो यसरी हेर्ने हो भने हजुरको बी अप्टोमेट्रीमा चाहिँ 1174 जनाले 1174 जनाले लगभग चाहिँ इक्जाम दिए। सो रफ इस्टिमेट गर्ने हो भने हजुरको लगभग 1100 अथवा हजुरको 1200 जनाले लगभग चाहिँ इक्जाम चाहिँ दिएको थियो है त। देन हजुरको बिएनएस अथवा बिएमएसको यदि हेर्ने हो भने हजुरको कट अफ चाहिँ स्कोर चाहिँ 95 थियो है त। 95 चाहिँ कट अफ स्कोर थियो। बिएनएस अथवा बिएमएसमा हजुरको टोटल पास स्टुडेन्ट भनेको 1619 जना चाहिँ टोटल पास स्टुडेन्ट थिए। सो यसरी हेर्दाखेरि हजुरको अराउन्ड चाहिँ 3238 जनाले चाहिँ बिएनएस अथवा बिएमएसको चाहिँ इक्जाम चाहिँ दिएको थियो। 3200 जनामा चाहिँ कम्पिटिसन थियो लास्ट इयर। सो यो वर्ष पनि हजुरको 3200 3300 अथवा 3500 जनासम्ममा हजुरको कम्पिटिसन चाहिँ हुनसक्छ है त। बी फार्मेसीको हेर्ने हो भने हजुरको लास्ट इयर सी 2025 को कट अफ स्कोर चाहिँ हजुरको 50 पर्सेन्टाइल 47.5 थियो है त। 47.5 यो त हजुरको एमबिबिएस भन्दा पनि कम भयो है त। 200 मा 47.5 सम्म ल्याउने स्टुडेन्टहरू चाहिँ पास थिए। अनि टोटल पास स्टुडेन्ट भनेको 1906 जना चाहिँ पास थियो। सो यसरी हेर्दाखेरि हजुरको जुन बी फार्मेसी छ यसमा चाहिँ 3812 जनाले लगभग चाहिँ इक्जाम चाहिँ दिएको थियो। अब यसमा चाहिँ कोहीको पेपर क्यान्सल भएको होला अथवा ओएमआर सिटमा रोल नम्बर भर्न छुट्यो होला, केही त्यस्तो समस्याहरू पनि हुन्छन्, डिफ्रेन्ट टाइप अफ समस्या। सो अराउन्ड चाहिँ हजुरको 3800 जना अथवा 4000 जनामा चाहिँ लगभग चाहिँ लास्ट इयर पनि कम्पिटिसन थियो र यो वर्ष पनि यही अनुसार चाहिँ हुन जान्छ होला है त। न बिएससी एमएलटीको हामीले कुरा गरौँ। यसमा चाहिँ कट अफ स्कोर हजुरको हेर्न सक्नुहुन्छ जस्ट 39 छ है त। 200 मा जस्ट 39 हजुरको चाहिँ कट अफ स्कोर थियो। सो यही रेन्जमा चाहिँ यो वर्ष पनि हजुरको जान सक्छ। सो 40 सम्म जान सक्छ, 45 सम्म जान सक्छ। सो यति लगभग ल्याएको स्टुडेन्टहरू चाहिँ पास चाहिँ हुन सक्छन् है त। सो हजुर पनि बिएससी एमएलटीको तयारी गरिराख्नु भएको छ भने अब जस्ट पास नै मात्रै हुनुहुन्छ कुनै तरिकाले। अब सबै स्टुडेन्टहरू ट्यालेन्ट नै हुन्छन् एकदमै, मतलब कि खतरनाक नै हुन्छन् त्यस्तो पनि हुँदैन है त। कोही एभरेज स्टुडेन्ट पनि हुन्छ। सो अब एभरेज आफू जस्तै एभरेज स्टुडेन्ट नै छु भने जस्तो लाग्छ भने अब मलाई लगभग 40-45 सम्म यदि ल्याएँ भने म चाहिँ पास चाहिँ हुन सक्छु है, कुनै कलेज चाहिँ पाउन सक्छु है भन्ने चाहिँ हजुरले माइन्ड मेकअप चाहिँ गर्नु पर्यो। यो पास स्टुडेन्ट भनेको हजुरको 602 जना चाहिँ पास थिए। सो अब यसरी हेर्दाखेरि 1204 जनाले चाहिँ इक्जाम दिएको थिए जस्तो चाहिँ देखिन्छ। सो हजुरको लगभग 1250 अथवा 1200-1300 को बिचमा कम्पिटिसन चाहिँ थियो है त। नेक्स्ट हजुरको बिएससी नर्सिङ अथवा बिएससी मिडवाइफरी यसको हेर्ने भने कट अफ स्कोर चाहिँ 200 मा चाहिँ 39.75 थियो है त। 39.75 थियो। सो 39.75 सम्म ल्याउने स्टुडेन्टहरू चाहिँ पास थिए है त। बिएससी नर्सिङको इक्जाम दिने स्टुडेन्टहरू कति थिए त्यसको लागि हेर्ने हो भने हजुरको पहिला हेरौँ टोटल पास स्टुडेन्ट कति थिए त 5533 जना चाहिँ पास थिए है त। 5533 जना चाहिँ पास थिए। अब यसको डबल गरिदिने हो भने हजुरको कतिजनाले चाहिँ इक्जाम दिए बिएससी नर्सिङको त्यो चाहिँ आउँछ। सो अराउन्ड चाहिँ 1166 जनाले चाहिँ इक्जाम चाहिँ दिए। सो अब कम्पिटिसन भनेको हजुरको लगभग 1100, 1200, 1300 यस्तैको रेन्जमा चाहिँ यो वर्ष पनि हजुरको बिएससी नर्सिङमा चाहिँ हुन्छ कम्पिटिसन। त्यो चाहिँ बुझ्नु पऱ्यो यदि हजुरले चाहिँ बिएससी नर्सिङको तयारी गर्नुभएको छ भने। नेक्स्ट हजुरको बिपिटी ब्याचलर इन फिजियोथेरापीको हेर्ने हो भने हजुरको कट अफ स्कोर चाहिँ यसमा चाहिँ 50 छ है त। 200 मा 50 सम्म चाहिँ कट अफ स्कोर थियो लास्ट इयर। देन पास स्टुडेन्ट कति छन् त जस्ट 268 जना चाहिँ पास थिए है त। 268 जना पास थिए भने हजुरको कम्पिटिसन चाहिँ 536 जनामा लगभग चाहिँ अराउन्ड चाहिँ यहीको रेन्जमा चाहिँ थियो। सो 550, 500, 600 सम्ममा यो वर्ष पनि हजुरको कम्पिटिसन चाहिँ जान सक्छ है त। सो यतिजनाको बिचमा हजुरको कम्पिटिसन हुनसक्छ। देन नेक्स्ट फेरि हजुरको बी पर्फ्युजन टेक्नोलोजी है त। बी पर्फ्युजन टेक्नोलोजीको हेर्ने भने हजुरको कट अफ स्कोर चाहिँ लास्ट इयर 56.25 चाहिँ थियो है त सी 2025 मा। सो यो वर्ष पनि यहीको रेन्जमा जान सक्छ, 60 सम्म जान सक्छ, 55 सम्म पनि आउन सक्छ। हजुरको यही रेन्जमा चाहिँ हुन्छ है त। नाउ चाहिँ बी पर्फ्युजन टेक्नोलोजीका हजुरको कतिजना चाहिँ पास थिए त्यो हेर्ने हो भने 39 जना चाहिँ पास थिए है त। 39 जना पास थिए। अनि अब हजुरको चाहिँ
कतिजनाले इक्जाम दिएको थियो भन्दाखेरिमा अब यसरी हेर्ने हो भने 78 जनाले जम्मा चाहिँ इक्जाम दिएको थियो है त। सो बी प्रेजेन्ट टेक्नोलोजीको चाहिँ सिट पनि धेरै चाहिँ हुँदैन है त। सो त्यसैले जम्मा 39 जना चाहिँ पास थिए अनि 78 जनाले चाहिँ लगभग चाहिँ इक्जाम दिएको थिए अराउन्डमा है, रफली इस्टिमेट मैले भनिरहेको छु है त। सो अब यो वर्ष पनि यही 80, 85, 90 जनाको बिचमा चाहिँ हजुरको कम्पिटिसन चाहिँ हुनसक्छ है त। हजुरको 20 ल्याबको बारेमा हामीले चाहिँ हेरौँ। 20 ल्याबको हजुरको कट अफ स्कोर चाहिँ लास्ट इयर सी 2025मा चाहिँ 43, जस्ट 43 थियो। 200मा 43 ल्याउनेहरू पास थिए अनि यसमा चाहिँ टोटल पास स्टुडेन्ट भनेको 26 जना चाहिँ थिए। सो यसमा पनि धेरै सिट्सहरू चाहिँ हुँदैन, त्यसैले जस्ट 26 जना चाहिँ पास थियो है त। सो नम्बर अफ स्टुडेन्ट जसले चाहिँ इक्जाम दिएको थियो अराउन्ड चाहिँ रफ इस्टिमेट गर्ने हो भने 52 जनाले चाहिँ पास इक्जाम चाहिँ दिएको थियो। सो 52 जनामा चाहिँ कम्पिटिसन थियो। सो यो वर्ष पनि हजुरको 55 जना, 60 जना, 65 जना चाहिँ 20 ल्याबमा चाहिँ हुनसक्छन् है इक्जाम दिने। सो ल त हुन्छ, यो भिडियोमा चाहिँ यति नै। यो भिडियोमा हामीले चाहिँ प्रत्येक प्रोग्रामको चाहिँ लास्ट इयर चाहिँ सी 2025मा चाहिँ कति कट अफ ऱ्याङ्क थियो, कति चाहिँ कट अफ स्कोर थियो अनि कति नम्बर अफ स्टुडेन्टले चाहिँ त्यो प्रोग्राममा इक्जाम दिएको थियो, एउटा रफ इस्टिमेट चाहिँ हामीले चाहिँ हेरौँ। सो अब यो वर्ष पनि एक्ज्याक्ट यति नै कट अफ स्कोर हुन्छ, यतिकै बिचमा कम्पिटिसन हुन्छ त्यो चाहिँ मैले चाहिँ भन्दैन। तर अब यसो हजुर चाहिँ भर्खर फ्रेसर हुनुहुन्छ, इक्जाम जस्तै कि दिनुहुन्छ भने अब लगभग चाहिँ कति कट अफ मार्क्स हुन्छ त्यो यदि हजुरले चाहिँ एज अ रफ इस्टिमेट चाहिँ यदि थाहा पाउनुभयो भने हजुरले चाहिँ प्रिपरेसन गर्नमा इजी हुन्छ भनेर चाहिँ मैले चाहिँ यो भिडियो चाहिँ गराइदिएको। बट जति कट अफ स्कोर अथवा कट अफ ऱ्याङ्क चाहिँ हजुरको लास्ट इयर आएको थियो त्यति नै आउँछ भन्ने चाहिँ जरुरी चाहिँ छैन। यो चाहिँ एउटा रफ इस्टिमेट, एउटा रफ आइडिया लिनको लागि मैले चाहिँ यो भिडियो चाहिँ लास्ट इयरको चाहिँ डाटा लगेर चाहिँ मैले चाहिँ बनाइदिएको है त। सो यस्तै सी सम्बन्धी लेटेस्ट अपडेटहरू, एमइसीको कुनै नोटिसको अपडेटहरू अथवा अरू केही कुराहरूमा सी सम्बन्धी केही कुरामा हेल्प चाहिन्छ भने हजुरलाई चाहिँ यो च्यानल चाहिँ सब्सक्राइब गरेर राख्नु होला अनि बेल आइकनलाई चाहिँ क्लिक गरेर राख्नु होला। केही यसो डाउट छ भने मलाई चाहिँ कमेन्ट सेक्सनमा आएर चाहिँ सोध्न सक्नुहुन्छ। ल त हुन्छ, बाई।